रिमेम्बर बडी किप्स द स्कोर। कतिपय कुराहरू हाम्रो मस्तिष्कले भुलिसकेको हुन्छ तर हाम्रो नर्भस सिस्टमले चाहिँ सम्झिरहेको हुन्छ। त्यसैले मैले किन यस्तो रियाक्ट गर्दैछु भन्ने कुरा पनि थाहा हुँदैन तर हाम्रो नर्भस सिस्टमलाई चाहिँ थाहा भइरहेको हुन्छ। मानौ कतै ड्याङ आवाज आयो भने चाहिँ तपाईको मस्तिष्कले सोच्नुभन्दा अगाडि नै तपाईको बडीले चाहिँ रियाक्ट गरिसकेको हुन्छ। त्यसैले हाम्रो शरीरले चाहिँ धेरै कुराहरू सम्झिरहेको हुन्छ। डाक्टर ग्याबर म्याटेले के भन्नुहुन्छ भने आघात भनेको तपाईलाई के भयो भन्ने होइन, आघात भनेको चाहिँ तपाईले कस्तो महसुस गर्नुभयो। त्यसैले हाम्रो शरीरले चाहिँ कस्तो महसुस गर्यो त त्यो कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट छ। तपाईको मनमा कस्तो महसुस भयो इमोसनल्ली र तपाईको शरीरले के महसुस गर्यो। हाम्रो शरीरले दिमागले भन्दा पहिला प्रतिक्रिया दिइरहेको हुन्छ। हामीले बाल्यकालमा भएका धेरै कुराहरूले हामीलाई एकदमै ठुलो इम्प्याक्ट पारेको हुन्छ। जस्तो कि धेरै रिसाउने हुनसक्छ अथवा चाहिँ एक्लै बस्ने पनि हुनसक्छ, कसैलाई खुसी पार्न खोज्ने पनि हुनसक्छ, सबैको राम्रो हुने पनि हुनसक्छ, धेरै जिम्मेवारी लिने, यस्ता विभिन्न कुराहरू चाहिँ हाम्रो बाल्यकालदेखि नै हामीले कस्तो परिस्थितिमा हुर्क्यौँ के गर्यौँ होइन ती कुराहरू चाहिँ हामीले बोकेर ल्याएका हुन सक्छौँ। त्यसैले चाहिँ हाम्रो स्नायु प्रणालीले हामीलाई बचाउनको लागि चाहिँ विभिन्न प्रतिक्रियाहरू छनौट गर्छ जुन चाहिँ तपाईले पहिलादेखि नै छनौट गर्दै आइरहनु भएको हो। सो धेरै जसो ट्रमाटिक इन्सिडेन्टहरू चाहिँ टक थेरापीले मात्रै ठिक नहुन सक्छ। त्यसको लागि चाहिँ हामीले सोम्याटिक थेरापीहरू EMDRहरू प्रयोग गर्नुपर्ने हुन्छ जसले गर्दाखेरि चाहिँ म अहिले चाहिँ सुरक्षित छु भन्ने कुरा चाहिँ हाम्रो बडीले सिक्नुपर्छ। त्यसैले टक थेरापी मात्रै उपयुक्त नहुन सक्छ। ग्राउन्डिङ, लामो गहिरो श्वास प्रश्वास यस्तो कुराहरू चाहिँ गर्नुपर्छ र शरीरले नयाँ प्रतिक्रिया सिक्नुपर्ने हुन्छ। हाम्रो उद्देश्य भनेको चाहिँ पीडा कहिल्यै महसुस नगर्नु होइन, कसरी नयाँ प्रतिक्रिया सिक्ने हो त भन्ने कुरा हो। कतिपय अवस्थामा चाहिँ म गलत छु, मलाई यस्तो हुन्छ त्यस्तो हुन्छ भनिरहेका हुन्छौँ के। तर राइट प्रश्न भनेको चाहिँ मलाई के भएको थियो पहिला र मैले यस्तो प्रतिक्रिया गरिरहेको छु, मेरो नर्भस सिस्टमलाई अरू के चाहिएको छ सुरक्षित महसुस हुनलाई, के गर्यो भने चाहिँ मेरो नर्भस सिस्टमले सुरक्षित महसुस गर्छ भन्ने कुरा चाहिँ हामीले सोध्नुपर्छ जस्तो लाग्छ र त्यही अनुसार चाहिँ हामी अगाडि बढ्नुपर्छ। हस् त, धन्यवाद।